Jerry! नेपालमा म गर्मीले प्याक भएर आएको 3 चोटि नुहाएको दिनमा लन्डनमा पनि त्यस्तै गर्मी स्कटल्यान्डमा आएको ओहो कस्तो आनन्द अल्दो मेरो छोरीहरूले आइसक्रिम खाँदैछ कि तर एकदम जाडो छ हामी हट ब्याग लिएर सुत्छौँ यहाँ चाहिँ यसको दिदीबहिनीहरू पालै पालो भ्याकुता जसरी उफ्रिएछ जमजम गर्दै आइसक्रिम पनि खान छोडेको छैन साह्रै जाडो भयो मैले दुईटा छोरीहरूलाई घर जाम भने अब है छोरी घर जाम लेट्स गो गर्ल्स अनि मेरो ड्राइभर ब्रो चाहिँ यहाँ कुरिराख्नु भएको छ हाम्रो लागि सधैँको लागि पर्मनेन्ट ड्राइभर अब मेरो छोरीहरूले गाडी चलाएपछि बल्ल यो मान्छेले रेस्ट पाउँछ मेरो कान्छी छोरी भित्र जाँदैछिन् तालिया मेरो ग्लोरीले स्टिल आइसक्रिम खाइबाकी छैनन् तालिया क्यासीले खाइन् यहाँ मेरो पर्मनेन्ट ड्राइभर मान्छे यहाँ छ कालो भएर आएको छ अघिसम्म निलो आकाश थियो भने अहिले यहाँ बादल र आकाश निलो हुँदैछ हामी घर जाँदैछौँ अहिले हामी यहाँ बाटोमा चाहिँ आरएफको क्याम्प पर्छ त्यही रहेछ त्यहाँ सेन्टर त त्यो बस यहाँबाट फर्किन्छ कि यताबाट जान्छ के हो बकुला उडिरहेको आकाशमा कस्तो दामी सिन देखेको है यो चाहिँ गाडीभित्रबाट चाहिँ न्यानो छ बाहिर गयो भने चाहिँ ओहो हावा लगाएर जाडो छ यही हो हामी बस्ने एरिया अब हामी घर जाँदैछौँ ल यहाँबाट चाहिँ लेफ्ट चाहिँ अघि हामी फर्केको बाटो गएको बाटो राइट ह्यान्ड साइड चाहिँ घर जाने बाटो के रोपे रहेछन् फुलहरू